Hello everyone, Lasso Fyapulla. Welcome back to my YouTube channel. म चाहिँ धेरै दिनपछि यहाँ भ्लग बनाउन आएको छु यहाँ साकुको भाइरल मन्दिर। यहाँ चाहिँ पुरै यो भाइरल मन्दिरमा के भन्ने ठाउँ हो यो भक्तपुरको रहेछ यो चागुनारायण भन्दा अलि तल। यहाँ भाइरल मन्दिर अस्ति चाहिँ यहाँ भाइरल पुरै यहाँ टिकटक फेसबुकतिर देखेर हामी पनि आज घुम्न आएको छ यहाँ। हामी फ्यामिली नि सबैजना घुम्न आएको छ। हेरौँ यहाँको कस्तो रहेछ के रहेछ घुमे हेरौँ। आजको भिडियो यहाँ साकुको भाइरल मन्दिरको हुनेछ साथीहरु। धेरै साथ सपोर्ट गर्नु होला। धेरै दिनपछि चाहिँ भिडियो यहाँ बनाउन लागेको छ म चाहिँ। महिनै भइसक्यो भिडियो नबनाएको चाहिँ। ल अब हामी यहाँ घुम्न सुरु गर्नेछौँ। ल यहाँ छोरी बुढी मेरो छोरा सबैजना चाहिँ यहाँ घुम्न आएको छ आज। हामी 3 जना 4 जना घुम्न आएको छौँ। पुरै यहाँ चाहिँ अब मन्दिर रहेछ यहाँ पुरै यो चाहिँ जनकपुरको जस्तो बनाएर छ मन्दिर हैन जनकपुर रामजी मिजो भयो यस्तो दामी रहेछ भ्यू यहाँ। अब के मौसम एकदम खराब छ। मौसम खराब नभए यहाँबाट एकदम भ्यू साकुको भ्यू बबाले देख्थ्यो। यो चाहिँ मौसम एकदम खराब छ। अहिले बादल लगाएर ढुम्म मौसम भएर मेरो छोरा यहाँ पुरै छेकरन लाग्यो हाँ यस्तो दामी रहेछ यहाँ। के हो पुरै काठको हो कि माटो हो दामी बनाएर छ। छोरी छ छोरी हेलो ल यो चाहिँ साकुको भाइरल मन्दिर। के मन्दिर हो भाइरल चाहिँ नाम चाहिँ थाहा भएन। यो यस्तो दामी महालक्ष्मी टेम्पल के हो यो खै यस्तो रहेछ यो। यो चाहिँ मौसम सफा हुने बेला आयो भने चाहिँ एकदमै यहाँ क्लियर जङ्गल हरियाली जङ्गल माथि यहाँ खाल्डोमा चाहिँ रहेछ घामको बिजोग छ। यस्तो घाम छ बिजोग छ घाम। साथीहरु तपाईँ पनि आउनु होला घुम्नलाई। यहाँ नयाँ के बनाउन लागेको छ यहाँ चाहिँ के नयाँ बनाउन लागेको छ फेरि। ल नक्क यहाँ भाइरल मन्दिर महालक्ष्मी टेम्पललाई के भन्दैछ यो यस्तो दामी रहेछ भ्यू। घुम्ने तलबाट है माथिबाट भन्ने कुरा थाहा भएन। यहाँबाट हामी माथिबाट अब तल झरियो। यहाँ तल फुलको बगैँचा रहेछ पुरै यहाँ तल चाहिँ। यहाँ यस ठाउँ एकदम ठाउँ धेरै आनन्दको रहेछ यहाँ। जस मौसम सफा भए भए यहाँ एकदमै आनन्द हुँदछ। मौसम सफा नभएर चाहिँ मौसमलाई चानु नकल पार्दिनुस् त्यही मात्र जाने थियो यसले। यो भित्र छिर्ने यहाँ जुत्ता चप्पल खोलेर जानु मन जाउँ नि त्यही रहेछ नि जाउँ। यस्तो दामी ठाउँ रहेछ यहाँ। दामी त कुरै नगरौँ अति दामी पुरै। अब के रहेछ यो भित्र यहाँ के रहेछ यहाँ पण्डित ल यो चाहिँ के हो यो खै पण्डित त होला नि पुरै बोकेर बसेको रहेछ। के हो यार यो खै पुरा बुझ्नु गाह्रो छ। नाम साम लेखेको छैन। यहाँबाट यता यस्तो छ यस्तो दामी छ साथीहरू। घुम्न आउनु होला तपाईँहरू पनि यहाँ घुम्नु होला। घुम्नको लागि चाहिँ एकदम ठिक छ। यहाँ शनिबार चाहिँ भिडभाडै हुन्छ होला। आज चाहिँ खासै रहेनछ मान्छे यहाँ। जम्मा आएछ खास मान्छे पनि त्यति रहेनछ। हेर्नु न आज हामी चाहिँ यताबाट अब तल लाग्नेछौँ। यहाँबाट तलतिर लाग्नेछौँ हामी। यो तलतिर पार्कतिर घुमेर घरतिर लाग्नेछ। ल ल यहाँ चाहिँ पुरै बगैँचा रहेछ।
दामी बगैँचा रहेछ फुलै फुल आजभोलि टकमक्क फुल फुल्या रहेछ यस्तो दामी फुल फुलेर यहाँ तलबाट चाहिँ यस्तो दामी देख्छु त्यहाँ यहाँ मन्दिर भइहाल्यो दामी देखाएको थियो यस्तो दामी बगैँचा रहेछ यहाँ फुलको पुरै वरिपरि फुलै फुल रहेछ यहाँ चाहिँ भ्यू चाहिँ यहाँबाट करेक्ट देख्दो रहेछ दामी एकदम धेरै दामी देख्दो रहेछ तल माथि अहिले यहाँ अब यहाँ चाहिँ के रहेछ पोखरी छ अरे यहाँ भित्र घुमौँ यहाँ पनि के रहेछ यो भित्र माछा छ क्या यो भित्र माछा हात्ती बनाइराखेर रहेछ यहाँ पुरै ए माछा रहेछ ल सानो माछाको बच्चाहरू रहेछ हजुर त्यहाँ डङ्गुर रहेछ बा त्यहाँ यहाँ त फाटफुट मात्रै छ ठुल्ठुलो रहन्छ है बा सानो सानो मात्रै रहेछ यस्तै हो यहाँ ठुलो हुँदैन दुईटा ठुलो थियो मरेन ए त्यहाँ छैन ऊ देखेन ठुलो मसिनो रहेछ बा हात्ती रहेछ यहाँ ल भाइरल मन्दिर पनि लगभग घुमेर सक्यो आजको पछि आउनु नि के भन्छ बा यसको नाम यहाँको छाया बस्ती छाया बस्ती ए मन्दिरको नाम चाहिँ के हो बा पञ्चमहालक्ष्मी भाइरल मन्दिर ए पञ्चमहालक्ष्मी भाइरल मन्दिर ल साथीहरू तपाईँहरू पनि आउनु होला पञ्चमहालक्ष्मी भाइरल मन्दिर भक्तपुर होइन त बा यो भक्तपुर होइन त भक्तपुर हो छाया बस्ती भक्तपुर छाया बस्ती भक्तपुर चागुनारायणभन्दा मुनि नगरपालिका चागुनारायण नगरपालिका घुम्न आउनु साथीहरू तपाईँहरू सबैजना यहाँ चाहिँ एकदमै दामी छ यहाँ माथि गुफा नि छ माथि गुफामा के टिकट काट्नुपर्छ बा अब त्यहाँ काटेर हेरेर जानु नि बन्द भइयो क्या टिकट छैन अब 4 बजे 5 बजे 5-9 बजे बन्द गर्छ टिकट त्यहाँ काट्नुपर्ने होइन उही काटे पनि हुन्छ कति लिन्छ त्यहाँ ए ओइ यहाँ चानो चानो कहाँ कुदेको घोप्टे पारेर कहाँ कुदेको भन् त कहाँ हुँदैन उता फर्किलो उता हिँड्लो उता जान्लो अब घर जान्लो घर जान्छ